guys, namaste and welcome to my video. हामी चाहिँ कहाँ छौँ भन्दाखेरि चाहिँ यहाँ यो पानीको झरीमा छाता ओढेर हिँडेछौँ। आज चाहिँ यस्तो पानी परेको छ हैन, अनि पानी परेको मौसममा हामी चाहिँ फेरि बाहिर निस्केको क्या। यहाँ चाहिँ अहिले यस्तो राम्रो ज्याकेरान्डा फुलिराखेको छ, अनि हामी त्यही पुल हेर्न आएको। हामी जहिले पनि पुल हेर्न आउँदाखेरि चाहिँ पुरा पानी परिरहन्छ क्या। यति राम्रो देखिरहेको छ है। अब हेरौँ परतिर कस्तो छ। माथिबाट सबै फुलहरू चाहिँ झरेर यसरी यहाँ भुइँमा झरिरहेको छ हैन। अनि यति ठुलो पानी परेको छ। अनि हामी चाहिँ गत वर्ष आउँदाखेरि पनि यस्तै पानी परिरहेको थियो कि, अनि अहिले पनि यस्तै पानी परिरहेको छ। तर पनि पानीमा हिँड्न चाहिँ मलाई एकदम मजा लाग्छ है। हामी चाहिँ अहिले रत्न पार्कको यो रिङ रोड घुम्दैछौँ। अनि यो रिङ रोड एरियामा चाहिँ साँच्चै भन्नुपर्दा त यस्तो राम्रो फुल फुलेको छ। यो भ्यू टावरको भवन हो यो भ्यू टावर अरे हैन। त्यसको पछाडि छ, अनि न पछाडि कहाँ हो, अगाडि 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 पुलमा छ। अनि यहाँबाट हेर्नुपर्छ है, कस्तो मजाको देख्दो रहेछ क्या। अनि यो यता साइडमा चाहिँ फुल फुलेको छ हैन, देख्नु भएन होला। अनि यहाँबाट यता साइडमा ल हेर्नुहोस् है आजको काठमाडौँको वेदर। अनि यो यता साइडमा चाहिँ फुल फुलिरहेको छ। म चाहिँ ठ्याक्कै अहिले पुलमाथि बसिरहेको छु। अनि यहाँबाट चाहिँ यस्तो राम्रो फुल फुलेको देखिन्छ, तर पानी परेर चाहिँ हालत खराब छ। पुरै पानी परिरहेछ। पानी परे पनि हिँड्नको लागि यस्तो मजा छ क्या। अनि यतापट्टिको यो साइडमा हेर्न सक्नुहुन्छ, यस्तो राम्रो फुल फुलिरहेको छ। अनि हेरौँ भनेको अब यहाँ साइड हेर्नु चाहिँ ल हेर्नु कस्तो राम्रो फुलेको छ है। अझ पानी नपरेको भए चाहिँ अझै राम्रो हुन्थ्यो होला। तर पानी पर्दा नि कस्तो राम्रो देख्यो क्या है, झन् राम्रो देखिन्छ। यहाँबाट चाहिँ यस्तो राम्रो यो ज्याकेरान्डा फुलेको देखिन्छ। अनि अहिले चाहिँ हामी यो ठ्याक्कै रत्न पार्कको कहाँ भन्दाखेरि चाहिँ यो भ्यू टावर है, फुची भ्यू टावरको पुलको छेउमा छौँ। अनि पुलको छेउबाट चाहिँ अब हामी यहाँ तलतिर आरएनएससीतिर जाँदैछौँ भनेको सुन्धारा है, सुन्धारातिर जाँदैछौँ। अनि अहिले पानी पनि परिरहेको छ। जाउँ गो यस्तो आएछौँ नि तिमी त आएनछौ, के हुँदैन आधी आएछौ, के हुँदैन के भएको यो भिडियो मेरो यता र उता फिलिप हुन्छ त यहाँ यसरी बनाउँदै हिँड। आज चाहिँ हामी यहाँनिर घुम्न आएको लगभग एक हप्ता पछाडि जस्तै होला होइन। अनि एक हप्ताभन्दा पनि धेरै भइसक्यो। अनि आज उसले छाता पनि नलिएर आएको रहेछ। एउटा छाताले अब यस्तो बाटोमा भिडियो बनाउँदै जाँदैछौँ होइन। यहाँबाट सिधै उता छिर्नु पाउँछ। अनि यो पानीबाट कसरी जाने त। अब यहाँबाट बाटो यस्तो छ। अनि सिधै कस्तो राम्रो वाउ वाउ चाहिँ वाउ वाउ भन्छ। तर यो टाढाबाट मात्रै राम्रो देखिन्छ कि। अनि अहिले चाहिँ पानी परेर यस्तो छ होइन। कस्तो राम्रो बस्ने ठाउँ चाहिँ छ होइन। अब हामी चाहिँ यहाँबाट चाहिँ सुन्धारा जाँदैछौँ है। कस्तो राम्रो फोटो खिच्नु मन लाग्यो यहाँनिर। तर फोटो खिच्नुको लागि छाता छैन। छाता नभएपछि हामी फोटो खिच्दैनौँ। अहिले चाहिँ काठमाडौँको साँच्चै ठाउँ ठाउँमा निकै राम्रो ठाउँहरू नै बनेको छ भन्नुपर्छ। पहिला यो बाटो हिँड्दाखेरि चाहिँ कति धेरै फोहोर अनि प्लस यस्तो बाटो पनि थिएन होइन, फुटपाथ थियो। अहिले चाहिँ फुटपाथ हटाएर कस्तो राम्रो बनाएको छ। अनि माथितिर पुरै फुलहरू फुलिरहेको छ, कस्तो राम्रो छ। यता साइडमा चाहिँ पहिला बस पार्क थियो, अहिले छैन। यहाँ पार्क बन्नु लाग्यो नि त अहिले। हो यहाँबाट चाहिँ पार्क बनिनु लागेको रहेछ। अनि यो चाहिँ हेर्नु न के खिच्ने त। अघि माथिबाट चाहिँ यस्तो राम्रो देखेको होइन, अहिले यहाँ आउँदाखेरि चाहिँ यसरी देखेकै छैन क्या। मेरोमा त झन् केही देखिराखेको छैन क्या यो। हामी चाहिँ यहाँनिर फोटो र भिडियो खिच्दा पानीले लुत्रुकै भिजिसक्यो होइन। अनि यहाँनिर चिसो लागिसक्यो कि। अनि यहाँनिर बसेर फोटो खिच्दा होइन, यहाँको यो पुलहरू चाहिँ कस्तो मजाले तल टप टप त के पानीको झर्छ होइन। पुल कसरी झर्छ, टप टप झरिराखेको छ क्या सर। अनि यहाँनिर यो पानीको झाडीमा यो फुलको यो तल के भन्छ यसलाई, अनि फुल झरेको छ। अनि यहाँबाट हिँड्दै अगाडि जाँदैछौँ। अनि छुट्टै आनन्द भइराखेको छ क्या। फुल वा ज्याकेरान्डा फुलले भिजाउनु छ, भिजाएर कि उसलाई चाहिँ साँच्चै पहिला चाहिँ यहाँनिर चाहिँ पुरै फुटपाथ व्यापार हुन्थ्यो होइन। अहिले चाहिँ यस्तो राम्रो अनि यहाँ बस्ने ठाउँहरू पनि बनाइदिएको रहेछ।
अनि यो फुल फुलेर त्यसमाथि यो फुलको पातहरू फुल सबै झरेर होइन कस्तो मजा छ। बिहानको टाइममा झन् आएर बस्नु छुट्टै मजा हुन्छ होला, घाम लाग्दाखेरि अझै मजा हुन्थ्यो होला। हामी चाहिँ अहिले चाहिँ यहाँनिर यो फुल फुलेको ठाउँबाट चाहिँ उता जाँदैछौँ अनि यहाँबाट सिधै अगाडि गयौँ भने चाहिँ ठ्याक्कै आरएमएसी हो न होइन वीर हस्पिटलको छेउमा नै छिटो रहेछ होइन। अनि पहिला चाहिँ यहाँ एकदमै धेरै फुटपाथको व्यापार हुन्थ्यो अनि एकदमै फोहोर पनि थियो। अहिले चाहिँ यहाँनिर बस्ने ठाउँहरू बनाइदिएको रहेछ अनि यो सबै हेर न कस्तो राम्रो फुल झरेको है आमा। अनि फुल सबै भुइँमा झरेर अनि तल पनि यस्तो गिटी राखिदिएको छ है, यसलाई गिटी भन्छ, गिटी पनि राखिदिएको छ। अनि यस्तो यहाँनिर चाहिँ यस्तो बस्ने ठाउँहरू पनि बनाइदिएको छ होइन, यसरी बस्ने ठाउँहरू बनाइदिएको छ। अनि यो बस्ने ठाउँमा यहाँ बसेर एकछिन हामी रेस्ट गर्दा कस्तो आनन्द फिल हुन्थ्यो होला। अनि आज हामी चाहिँ ठ्याक्कै पानीको झरीमा आइपुग्यौँ। सो हामी बस्न चाहिँ पाएनौँ अनि हामीले यहाँ फोटो र भिडियो खिचेर चाहिँ सरासर जाँदैछौँ। तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने चाहिँ प्लिज लाइक सेयर कमेन्ट, राम्रो लागेन भने डिसलाइक गरिदिनु होला। आजलाई भने चाहिँ बाइ बाइ, थ्याङ्क यू।